झिक्दिम छामा यस्तो माछा थियो कि यत्रो अनि मैले बिचरा माछा भनेर समातेको त त्यो पानी नपाएर चलिराखेको रहेछ कस्तो यहीँ टोक्दिएको के यस्तरी कुन हो र माछा सानो कुन बटा हो र सनफ्लावर सनफ्लावर कुन बटा यो ल जम्नेबाट ल्याउने के नि दबाई अनि भने कस्तो बिर्सेछ है नाको ठुलो गर पहिलाखेरि तिमी निकै बोल्थे फेरि त्यो झगडा परेबाट खासै बोल्न नखोजे जस्तो गर्छ नि अनि मैले बोल्दैन है अब के अन्त छोराले बाटो काटेपछि त्यसलाई अब त्यो जडिया भडुवाहरू प्यारा भयो थियो अनि हाल्यो तेल धेरै भने पाक्छ के गर निकालिदिउँ अर्को माछा लाउँछ यति राख नि प्लेटमा त्यो कटौरीमा राख त्यो कटौरी निकाल्दा हुन्छ कि त्यसो त अब घोटाउनु भइहाल्यो नि
मैले पनिरले पनि तेल भिडिदिन्छु क्या तपाईँ क्यामेरामा कैद हुनुभयो खै फेरि रेकर्डिङमा लाऊ माछा पकाउँछु भन्नुभयो फेरि भाटभटिनीको जस्तो क्यामेरामा कैद नहुनु थाहा होला फेरि माछा चोरेर ल्याएको सबै एकैचोटि हालिदिउँ काटेर गरेर यस्तो चारैतिर त्यसलाई किनारे एकछिन यो गाली दिनु न त मैले यो एकछिन गराएर अनि कति घाममा सुकाइदिनु कुन तेलमा तोरीकोमा मिल्दैन धेरै नै निकाल्नु भयो त्यहाँ माछा अटक छ त अनि अब उतातिर हालेर त्यतातिर आउनु थाल्छ नि त यो धरि त आँटेन कवाडी बाहिरबाट बस्छ तिमीलाई यस्तो आलु त पाक्छ कि बौ हाल्ने बेलामा भाँडा तताउन मात्रै हो तरकारी पकाउने होइन नि हामीले त तपाईँले त ठुलो गरेर भाँडा तताउनु मात्रै हो